आज चाहिँ हैन मेरो कुल्यान्डको टंकी फाटेर टंकी लिएर आएको छु। टंकीको बक्स हेर्न सक्नुहुन्छ हैन। अनि टंकी यही हो, यही टंकी फाटेर हैन टंकी लिएर आएको छु। यसको प्राइस चाहिँ 4500 रुपैयाँ पर्दो रहेछ हैन। यतातिर मिस्त्री भाइले चाहिँ यहाँ खोलिरहेको छ टंकी निकाल्नको लागि। यो हड्डीको टंकी हो कि प्लास्टिकको टंकी हो महाकसम टिक्दै नटिक्ने के। फुट्न त 4-5 महिना पहिलादेखि नै फुटेको थियो, तर बाँकी एनाबन्ड फेविकुल यताउता गरेर काम त चलाइरहेको थिएँ, तर बाँकी भएन के। अनि आज त कुल्यान्डै नअडिने भएर अनि चेन्ज गर्नु पर्यो भनेर चेन्ज गरेको हैन। यहाँ चाहिँ मिस्त्री साहब हुनुहुन्छ 2 जना। जब एउटा टंकी चेन्ज गर्न पनि मिस्त्री नै बोलाएको हो भनेर भन्नु होला फेरि हैन। तर यताउति नपाइएको हुनाले हिसारदेखि मगाएको। हिसारदेखि मगाउँदाखेरि एजेन्सीबाट नै लिएर आएका छन् है त। अब मेरो मसिनको चाहिँ अब टंकी पनि फिट भइसकेको छ। अब चाहिँ थोरै कुल्यान्ड राख्न बाँकी छ हैन। कुल्यान्ड राखे पछाडि अनि अब मसिनलाई रेल बनाएर चलाउने हो हैन। यो कस्तो लाग्यो सबैजनाले लाइक र शेयर अनि